गाइस चन्दन 30 वटा चन्दन चन्दु के रे रुबिन मोडल बनाइदिन्छ कि त स्कोरै आउँदैन रबिन दाई मोडल यस्तो भन्न चन्दन यस्तो भन् के मोडल भएको दिनदेखि स्कोर आउनै छोड्यो भन्न रबिन दाई हेलो रबिन तपाईँ त मोडल भइसकेपछि त दाई तपाईँको त दाई सुर्ती खाने पैसा पनि आउन दाई ऊ यो 2 गेम धोबी खाना पर्छ अहिले पाठेकर मात्र भाग्छ दुई गेम के धोबी खाना पर्छ अहिले पाठेकर मात्र भाग्छ न त्यो भाइ हिरो खेल्न हुन्छ हाम्रो बाँकी साउन्ड खराब भयो कस्तो इगो आयो साउन्ड रोकेको छु पहिला पनि ए सुन कस्तो टाइपिङ गर्ने रे एरिस सिकाके ल पुरै हो र्यापिङ गर्ने र्यापिङ गर्ने हो भन्थे कपाल स्टिल अब गेम जित्न सक्दैनस् ल यदि चाहिँ डाइनोसर दाइले एक गेम सपोर्ट गर्नुभयो बस यतिमा खुसी ल त्यही भएर जति रिस निकाल्नु छ त्यही गेममा निकाल्दे अर्को गेम दिँदा चुपचाप लागेर बस्नुपर्छ यही गेममा चाहिँ रबिन दाईको पिसाब निकाल्दे के छ मेरो भुटुनु एकदम कजा यही गेममा नछोड त्यसपछि के हाल गर्छ रुक ल सुन एरिस रबिलाई तिमी गराऊ म चाहिँ भुटिलाई ल 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 यो रातो झिक्नु पर्यो गाइस यो रातो लास्ट पिर हुन्छ होला अलिकता पनि 19 मिनेट भयो भने नि चुमुक चुमुक बन्द गरिदिन्छु बुझिस् कि यहाँ मैले चाँडा झिकेको छु चाँडा गरिहालिदिन्छु 1 2 3 यार भोटिनी फोन एक साइडमा राख न फेस देखाएर गर्न यार यसरी नगर्न रोक्ने चाहिँ यहाँ मान्छे देखेन यसरी नगर्न यार ल यही राख्छु ल म यही ल तिमीले पनिसमेन्ट झ्याली गर्छ र रबिन दाई जस्तो इमानदार गर्न इमानदार गरे पनि के गर्नु रबिन दाईको मुखमा एउटा कसैले रोज पनि फ्याल्दैन हाम्रा मान्छे डराएर कट्टु मात्र भाग्छ तिम्रो सुरुवात भाइ सुरुवात के हुन्न गेममा हासित हुन्छ सुरुवात हो सुरुवात तिमीले गरे इभेन इन्डिङ हामी गर्छौँ चन्दन अब त सायद मान्छेहरू स्टेज सो गर्न बोलाउँछ होला हैन 10 11 12 13 14 32 वटा खुर्सानी जम्मा तिम्रो यति चाहिँ हुन्छ 30 वटा 30 वटा खुर्सानी यति हुन्छ हेप्छस् 30 वटा यो 30 वटा यो कति हुन्छ यो भन्दा कति वटा हुन्छ पिने खुर्सानी कति हुन्छ पिने खुर्सानी कति हुन्छ यो बढी कति हुन्छ पिने खुर्सानी बोल अरे त्यो तिमीले यस्तो फिजान आउँदैन ल फिजान कति हुन्छ फिजायो भने यो खुर्सानी अनि झ्याली गर्छ यार अझै त्योमा 10 वटा खुर्सानी हाल मैले गरेर 30 वटा हाले नभए हुँदैन सुनेदेखि रबिन दाई जस्तो क्यामेरामा गर्ला तिमीले त्यही बेला उसले नि यस्तो चाहिँ गर्छ यस्तो गर्छ हामीले यही गरेको हामीले यही गर्दिन जा हामीले यही गरेर हिजो हुनी अहिले मलाई चाहिँ ठोक्छस् यसले चाहिँ यस्तो गर्छ पछि नि क्यामेरा घुमाउँदाखेरि खुर्सानी अनि हामीले यही गरेर पिनेर घुमेको हाब्रे पनि गर मलाई गर
यिनी फालेर हिँड्दैछु मैले फेरि पनिसले हाब्रे गरेर त्यही गरेर त हुने रे नि हामीलाई चाहिँ कमेरा घुमाइरहेको जाठा जस्तो यार खुर्सानी कहाँ छ के कहाँ छ यही छ हो खुर्सानी ल हेर क्यामेरा रविन दाले जस्तो गर्दैछ नि क्यामेरा यही छ खुर्सानी अनि लास्टमा म आधी खुर्सानी फालिदिहाल्छु लु खा रविन यति खुर्सानी म पनि देखाइदिहाल्छु खुर्सानी कहाँ फाल्यो म यही क्यामेरा यसरी गर्न तलमा झरेको छ खुर्सानी कति हेर्दा ए जाठा यसले त मलाई त कहाँ झरे खुर्सानी तल हेर आधी अनि यो बिया त्यही बिया हाल ल मजाले क्यामेराको अगाडिमा गर्न ल यही हो नि यही रही अब यही लान्छु ल भयो रविन दाइ त मोटल बनियो तर हिरोइन चाहिँ को हो कतिको यति भन्छ पुरै मुखलाई यस्तो बेर हो यसरी हुँदैन एकपल्ट पुरै ब्यान्डेज गर्दै यसरी पुरै ट्राई गरेको नि ट्राई यही खाने खुर्सानी फेरि मलाई तेल लाउँछु म डिल गर अब स्पेन गोबर हाल्ने बाइकको हेलमेट तोड्ने तेस्रो नम्बरको देऊ ढुकुर ओ मोडल ढुकुर सेम के करे अनि दोस्रो गाडी तोड्ने तेल खाने एक गिलास तेल खाने ओए त हुन्न त त्यो ना तेल लगाउन देऊ अप्सन छ ढुकुर कहिलेदेखि रुन थालेको छ्या मोडल भएपछि यस्तो सुहाएन क्या छिटो गर नि यार तेल खाने लास्ट कन्डिसन तिमीहरूको भन ल यो नदेको चन्दन त्यसलाई यो मान्छे सरलाई गर्नु हुँदैन कि त्यस्तो यार यार के रे पंखा भाँच्ने एउटा पंखा भाँच्ने चन्दन भाँदैन रविन दाइले पंखा होइन रविन दाइले आफ्नो एउटा भुत्ला पनि दिनुको सुन्न रुबिन के रे ढुकुर के रे चन्दन यो रुबिनले त एउटा सिक्का झरेको छ अहिले धेरै मजाक नौरा अहिले टाइम पास गर्छ यार टाइम पास गर्छ तेस्रो नम्बर कसमा खाल्टो खन्ने टाउको तल खुट्टे माथि गरेर ल अनि हिलो हाल्ने पहिला सुन्नुहोस् नयाँ पनिसमेन्ट वाउ यति खाल्टो खन्ने यति खाल्टो खन्ने एक बाल्टी हिलो हाल्ने यति खाल्टो खन्ने त्यही हिलोमा टाउको तल खुट्टा माथि गर्ने ल एक बाल्टी हिलो शरीरमा हाल्ने कि त्यो खाल्टोमा हाल्ने शरीरमा पहिला एक बाल्टी हिलो हाल्ने हिलो हालिसकेपछि यति खाल्टो खन्ने त्यो खाल्टोमा टाउको तल खुट्टा माथि गर्ने भोट्ने सेम पनि सेम आउनु ल हो भोटेरी ब्यान्डेज ल आँखा पनि हाल मेन पहिला आँखामा यसो चिप्काएर अनि बल्ल लगा पुरै यो गर्दै हान्दै तेल लाउनु पर्यो तेल आँखामा थिएन यार अनुहारमा थियो यार आँखामा पनि हो के आँखामा थिएन है ओइ यस्तो नगर है म त चन्दन भन्नु हान्ने थियो यार भिएसलाई सोध
रविन दाई कसम मैले झुट बोल्दिनँ दाई आँखा मैले 50 पल्ट भनेको तपाईँहरू त सुन्नु भयो कि भने त थाहा भएन यार थाहा थिएन यार मलाई यार ल गर्दैन त ल गरिदेऊ ल स्पिरियन्ससम्म गरिदेऊ ल के छ र जिन्दगी में अब चन्दन रेडी भएर बस्यो पनिसमेन्ट गर्नुको लागि के गेम लगाउनु यार न डराउन हामीहरूको दाईहरू आइसकेपछि फेरि चुमुक चुमुक बन्द गरिदिन्छ ओके गेम लगाउनु छिटो यार बोल्यो यार ल गाइस अब उताबाट फायर भएको छ है मान्छेहरु ल साथीहरु डबल ट्याप डबल ट्याप डबल ट्याप डबल ट्याप डबल ट्याप ऊ झर्यो पुरै मुखमा लगा पुरै मुखमा हो मुखमा नाको दुलुमा हो होला हो भयो हो हान्दे हान्दे पुरै बेर आँखामा पनि पुरै बेर त्यसको एउटा हो वाउ दामी 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 त्यसको त फेसमा खुर्सानी नै छैन हेर न सासै नमाटे सासै नसकिन रविन दाइको चाहिँ त्यही भयो भइकिन साथीहरु अब चन्दनले भन्यो भने मान्छ तर भोटिनीको चाहिँ अलि चाहिँ चित्त चाहिँ बुझेन है गाइस कसैको बुझेन यस्तो गरेर चित्त बुझ्दैन भन्नु नभने मलाई सास फेर्न गाह्रो भइरहेछ यहाँनिर खुर्सानी तिम्रो छैन रविन दाइको हेर त ए रस पछि चाहिँ इनफ ल रस पछि चाहिँ इनफ हुन्छ ल ल छोड्दै ल एरिस तिमी पनि उस्तै गर्नु रविन दाइ आयो डबल आयो यतिले काफी हुन्छ कि एरिस त्यो रस गएछ नि त्यो काफी हुन्छ तिमी जे भन्छौ म त्यही मान्छु चन्दन टेन्सन नलिऊ फेसभरि यति धेरै छ तिनीहरू कस्तो जबरजस्ती नगर्ने यस्तो थियो फेसभरि हेर यहाँ गाइस गोड हार्डो ट्याप मारेर हार्लो साथीहरु guys let's go guys let's go गाइस स्क्रिनमा डबल ट्याप साथीहरुलाई एभ्रीबडी गाइस ल guys let's go तिरबलमा बुस्टर छ भाइ गाइस धेरै स्कोर छैन गाइस लेट्स गो मेरो त नेटै भाग्यो यार अहिले स्कोर कति छ उता 8000 छ हाम्रो 6000 मेरो त केही स्कोर देखेको छैन मेरो नेटले रोकेर केही स्कोर देखेको छैन खुर्सानी हो गाइस किन नहुनु र खुर्सानी हो साथीहरु त्यस्तो अहिले जित्न सकिन्छ गाइस ल एउटा गाइड बुस्टिङ छ भने 30 सेकेन्डमा लगाइदिउँ न गाइस ल अनि तपाईहरु सबैले डबल ट्याप गरिदियो भने गाइस के उता 9000 छ यता हामीको 7000 छ गाइस है अहिले जित्न सकिन्छ गाइस ल नाउ द दिस गेम अफ द विल बी द पोसिबल गाइस नाउ द दिस गेम अफ द विल बी द पोसिबल यमा हबीबी एतखल जबला गाइस डबल ट्याप गर्दिम न गाइस अहिले जित्ने मौका छ गाइस ओके डबल ट्याप बुस्टिङ छ भने बुस्टिङ खेलौँ गाइस ल बुस्टिङ छ भने बुस्टिङ खेलौँ गाइस ल है एरिस बुस्टिङ लगा न के था यही बेलामा कोही दाइहरु आइदियो भने फेरि त सिस्टम फाड्दिन्छ ल लगा न 30 सेकेन्डमा बुस्टर है लास्ट 30 सेकेन्डमा बुस्टर गाइस ल आँखा पोल्छ यार नपोलेको भए उनीहरु अहिले क्यामेरामा आउँथे नि त यार किनकि रुबिनले देखाएरै गरेको पनिशमेन्ट ढुकुरले त्यस्तो गर्दैन साथीहरु ल त्यस्तो नभन्नु है ल बी पोजिटिभ गाइस सबैजना पोजिटिभ हुनु है साथीहरु ल गाइस बुस्टिङ छ भने दबिनको आगा के यार मेरो बुफरै हेर्नुस् नि गाइस कस्तो के को जोस देखाउनु गाइस हेर्नुस् नि नेट तिमा मेरो एम्बिनै छैन गाइस बुस्टिङ छ भने चल न गाइस बुस्टिङ
एमी बुस्टर प्लिज बुस्टर पुष्टि एमी अपने प्यारा ना गाइस ये मा हबीबी लगाइदेऊ 30 सेकेन्डमा लगाइदेऊ ल एडिट फोरेड पहले जितने मौका थी आपका कसम बिल्ला गाइस कसम बिल्ला गाइस कसम गाइस जाम 25 गाइस 25 जाम खन गाइस 25 गाइस 25 जाऊ न के जाऊ जो पेला गाइस बदला गाइस कोही त होला हिम्मत वाला गाइस एउटा त होला मर्दको छोरा 9500 मा कोही त होला मर्दको छोरा यार कोही छैन गाइस यहाँ 25 गाइस कम अन सक्छ एनिमल गाइस कोही छ केटा कोही छ वेलकम सामनिसा गाइस 25 का गेम ड्रा हो यार थ्याङ्क यू गाइस एउटा बुस्टिङ थ्याङ्क यू लुखा ब्रदर बुस्टिङ परेको छ थ्याङ्क यू सो मच कमला धन्यवाद छ सोनिका थ्याङ्क यू रामबहादुर विष्ण घरती ब्ल्याक फल स्टार्ट भए विजन तामाङ विजय घिमिरे थ्याङ्क यू साना गेमिङ ल गेम गेम चाहिँ काम होइन यार के हो यार